एकैचोटि गर्नुहुन्छ या यहाँ पहिला केही पछि त्यसपछि नमस्ते सबैजनालाई नमस्कार सेवाहरू म अहिले एकछिनपछि एउटा सानो प्रस्तुति दिन्छु। माफ गर्नु सिरक सर, अलिकति 1 मिनेट ब्रेक गर्नु पर्यो। हुन्छ, मैले एउटा यो प्रस्तुति दिनुभन्दा अगाडि एउटा आवश्यक कुरा कमसेकम मलाई त्यो कुरा धेरै आवश्यक लाग्छ, त्यही भन्न चाहन्छु। के भन्ने पहिला यो लिम्बुवानमा र जुनसुकी किराँती भाषिक समुदायभित्र जस्तो लालुवा, बाहिङ वा बायुङ, हायुङ हरेक सानो अल्पसङ्ख्यक भाषिक समुदायभित्र त्यो भाषाको भविष्य सबभन्दा आवश्यक कुरा हो। यो भाषा हामीलाई सन्तानलाई दिनुपर्ने कर्तव्य छ। अनि म पहिला आउँदा पञ्चायती कालमा 42 वर्ष अगाडि पञ्चायती कालमा नेपालको भाषिक समुदायको भाषिक अधिकार थिएन। हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, त्यो एउटा भाषा एउटै भेष, त्यही त त्यो बच्चाहरू कराउँदै सुन्दै त्यो स्कुल जाँदा आउँदै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। अनि त्यो भाषा एउटै मात्रै हुने, एउटै मात्रै भेष हुने कुरा। तर यसैसम्म 1990 सालदेखि त्यो परिवर्तन भयो। त्यसपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा एउटा राष्ट्र नीति सुझाव आयोग स्थापना भएको छ। अनि त्यसमा म पनि सहभागी थिएँ। त्यो सन् 1990 देखि 1993 सम्म काम गर्यो। अनि नियमित रूपमा बैठक भयो त्यो राजकीय प्रज्ञा प्रतिष्ठानभित्र। एकदम। अनि त्यसपछि डिसेम्बर सन् 1993 सालमा त्यतिखेरको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र त्यतिखेरको शिक्षा मन्त्री गोविन्दराज जोशी सँगै आएर एउटा नयाँ राष्ट्रिय भाषा छुट्याउने नीति घोषणा गरेको थिए। अनि सबै कमसेकम सिद्धान्तमा लेखेको रूपमा सबै सानो अल्पसङ्ख्यक जातिहरूको भाषाको अधिकार हुने नीति घोषणा गरेको थियो त्यतिखेर। अनि 1994 सालदेखि रेडियो नेपाल पनि नयाँ संविधान अनुसार रेडियो नेपाल पनि अर्को भाषाबाट, नेवार भाषाबाट, मगर भाषाबाट प्रसारण गर्न थाल्यो। अनि त्यसपछि त्यो सानो प्रसारकहरू ठाउँ-ठाउँमा पनि अरू भाषा, स्थानीय भाषामा प्रसारण गर्न थालेको। त्यो समयदेखि हामी बच्चाहरूलाई त्यो पाठ पुस्तक बनाउने आफ्नो भाषाबाट, आफ्नो मातृभाषाबाट अधिकार छ। तर त्यो अहिले कति वर्ष अगाडिको कुरा। अनि अहिले म लिम्बुवानमा हिँड्दा म त सबै ठाउँ पुगेको छैन, अहिले ताप्लेजुङ पुगेको छैन, फेरि पुगेको छैन, म्याङ्लोङबाट आएको। तर त्यहाँ बच्चाहरू त्यस्तो पाठ पुस्तक प्रयोग गरेकै छैन। त्यहाँ लिम्बू भाषा यो मातृभाषाको शिक्षा प्राविमा मैले देखिएन अनि छैन भन्ने कुरो सुने।
मैले सबै आफै भेरिफाई गर्न सकिनँ, तर त्यस्तो कुरा सुने। अनि मेरो भनाइ के हो भने यो सिलामसोक लाउने, च्याब्रुङ नाच गर्ने एकदम आवश्यक कुरा हो हाम्रो संस्कृतिको लागि, हाम्रो पहिचानको लागि। त्यो एउटा आवश्यक कुरा हो। तर जब हामी आफ्नै सन्तानसँग नेपाली कुरा पेनीबान बोल्छौँ भने त्यहाँदेखि त्यो भाषा लोप हुन्छ। हामी याक्थुङबान बच्चाहरूसँग आफ्नै सन्तानसँग बोल्नुपर्छ, नभए एक पुस्ताभित्र त्यो भाषा जान्छ। आजकल नेपाली मातृभाषा बोल्नेहरू आफ्नो सन्तानलाई अङ्ग्रेजीमा पाल्छन्, अनि उनीहरू नेपालीबाट पनि 75, 76, 77 गर्न सक्दैनन्। त्यो नेपाली मातृभाषा भएकोले सन्तान यस्तै छ। त्यस्तो अवस्थामा पुगेको छ यो अङ्ग्रेजी बोर्डिङ स्कुलको कारणले गर्दा। सबभन्दा मलाई आवश्यक कुरा के हो भने, अथवा के जस्तो लाग्छ भने, आफ्नै सन्तानसँग हामी मातृभाषा बोल्नुपर्छ। उनीहरू राष्ट्रभाषा नेपाली त अनिवार्य त सिक्नै पर्छ, सबैले सिकिहाल्छ, हामी सबैले बोलिहाल्छौँ त्यो त। अनि अङ्ग्रेजी पनि, तर कमसे कम हाम्रो बच्चाहरू राम्रोसँग याक्थुङबान बोल्नुपर्छ। यो र च्याब्रुङ नाचभन्दा यो सबैभन्दा आवश्यक कुरा त्यही हो। त्यही भन्न खोजेको आवश्यक आग्रह गर्न खोजेको कुरा त्यही हो मात्रै हो। त्यसको लागि पछि म प्रश्न दिन्छु।